म नेपाली एफएम निमित दिआई हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। पहिलो खबरमा सरकारले 1 वर्षभित्र 166 विधेयक संसदमा पेश गर्ने प्राथमिकता सूची पेश गरेको छ। त्यसैगरी सेवा प्रवाहमा सुधारको लागि कर्मचारीको कार्यशैली फेरिँदैछ र अब कर्मचारीको कार्य सम्पादन नतिजामा आधारित बनाइने भएको छ। यसै सन्दर्भमा सार्वजनिक खरिद ऐन कार्यान्वयनमा आएको छ, जसले खरिद प्रणालीलाई डिजिटल, पारदर्शी र परिणाममुखी बनाउनेछ। अर्को समाचारमा साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप 2026 कोलम्बो फाइनलमा प्रवेश गरेको छ। यता सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले नेकपासँग गरेको प्रस्ताव स्वीकार भएको छ। यसैगरी औद्योगिक करिडोरको अनुगमनमा गृहमन्त्रीले सार्वजनिक जग्गा अतिक्रमणबारे छानबिन हुने बताए। सभामुख अर्यालले संसद र जनताबीचको सम्बन्ध सुदृढ भए मात्र लोकतन्त्र बलियो हुन्छ भने। अन्तमा सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ र नेपालगञ्जमा अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताको तयारी तीव्र पारिएको छ। विस्तृत समाचारको लागि niloNepal.com मा जानुहोस्।